नेपाल हस्तकला महासंघ निकोगु हस्तकला व्यापार मेला लिसे चिन्च्याक्कगु हस्तकला प्रतियोगिता मंसिर 28 गते याइगु चुकुदु मेला मंसिर 28 गते न्यानुतक य जिगुदका सोमबार जुगु पत्रकार सम्मेलने जानकारी बिगु ख विदेशी प्रदर्शनकर्ता तेसन बुतिकाइगु मेलाय प्रमुख आकर्षण रूपे जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी जिगुदका पत्रकार सम्मेलने जानकारी बिगु ख यसमा अहिले हाम्रो एउटा मुख्य आकर्षण भनेको हामीले भर्चुअल ट्रेड फेयर पनि गरेका छौं। भर्चुअल ट्रेड फेयरको रूपमा हाम्रो यहाँ चाहिँ हाम्रो अगाडि हाम्रो संयोजकज्यू पनि हुनुहुन्छ, हाम्रो हुनुहुन्छ र त्यहाँबाट चाहिँ हाम्रो 5 दिने हाम्रो यो मेलामा साइड समेत गरेर हाम्रो लगभग हाम्रो यो 15 दिनको हिसाबले हामीले भर्चुअल ट्रेड फेयर जुन चाहिँ हाम्रो 120 वटा स्टलका सम्पूर्ण पार्टिसिपेट्स पनि हुनुहुन्छ भनेको अर्को थप हाम्रो भर्चुअलमा भाग लिनु हुने हाम्रा साथीहरूले पनि त्यसमा भाग लिन सक्नुहुन्छ। तुक्सी परम्परागत विधा पाखे पौवा व समसामयिक विधा पाखे छाली कला प्रतियोगिता सञ्चालन जुइसा उत्कृष्ट श्रम कलाकार तेत नगद छिरपाई व्यवस्था याना तय गरेका कोषाखलक थागुदु हस्तकलाका क्षेत्रमा प्रतिभावान कलाकारहरूलाई प्रकाशमा ल्याई सम्मान गर्ने उद्देश्यले पनि हामी हस्तकला प्रतियोगिता पनि आयोजना गर्दै आइरहेका छौं। यो चाहिँ हाम्रो अब अघि पनि मैले भनेको थिएँ यो हाम्रो 20औं हस्तकला व्यापार मेला एवं 18औं कला प्रतियोगिता भइ नै हाल्यो र यसमा अब हुन त हामीले हस्तकला महासंघले यो मेला गर्दाखेरि हामी लगभग 3-4 महिना अगाडिदेखि हामी खटिरहेका हुन्छौं र हस्तकला महासंघको लगभग यो 1 करोड चान्चुन भन्दा बढी चाहिँ हाम्रो यसमा चाहिँ खर्च भइरहेको हुन्छ। त्यो भएको हुनाले यो मेला चाहिँ अहिलेको अवस्थामा मेला गर्न धेरै चुनौतीपूर्ण रहेको पनि यहाँ समक्ष जानकारी गराउन चाहन्छु। हामी अहिले 20औं हस्तकला तथा 18औं क्राफ्ट कम्पिटिसनको चाहिँ हामी लगभग हामी पूर्ण रूपले तयारी रूपमा चाहिँ हामी यो अन्नपूर्णको प्राङ्गणमा यही मंसिर 28 देखि 2 सम्म 5 दिनको हामीले चाहिँ यो हस्तकला प्रदर्शनी एवं क्राफ्ट कम्पिटिसन कला प्रतियोगिता गर्दैछौँ र क्राफ्ट कम्पिटिसनको संयोजकको हैसियतले मैले यसलाई तयारी गर्नुपर्ने कुराहरू सबै गरिसकेका छौँ र यसपालि हामीले यो जुन चाहिँ यो अहिले 18औं संस्करणमा आइसक्दा हामीले विशेष गरिकन कलाकारहरू जो कला सृजना गर्छन् उहाँहरूले गरेको कला यो हस्तकलालाई चाहिँ उहाँहरूको हस्तकलालाई अझ प्रमोट गर्ने उद्देश्यले उहाँहरूलाई अझ प्रेरित गर्ने हिसाबले चाहिँ हामीले यो 2048 सालबाट सुरु गरेर आज हामी 18औं संस्करणमा आउन सफल भएका छौँ। यसमा हामी खुसी व्यक्त गर्न चाहन्छौँ। अथे नेद पुपी अग्रज कलाकार तेतन सम्मानिएको चुकुदु